सधैँ अरूको मात्र मेकओभर, अरूको मात्र भ्लग बनाउने अनि आफ्नो बिहामा त नबनाउने कुरा हुँदैन। फागुन 29 गतेको भिडियो चाहिँ आज मैले बनाउँदैछु साथीहरू, तर पनि हजुरले हेरिदिनु होला मेरो भिडियो चाहिँ। अनि यो चाहिँ बिहाको अघिल्लो दिनको भिडियो हो। मैले कामले गर्दाखेरि बिजी भएर पनि कति कुराहरू म्यानेज गरेर पनि टाइमलाई यसरी म्यानेज गरेको छु। हजुरले पक्कै पनि मन पराइदिनुहुन्छ मलाई विश्वास छ। गाउँमा कति धेरैजनाले यति धेरै मेहनत गरेर हाम्रो लागि भनेर मेहनत गरेर कति धेरै कामहरू गरिदिनु भएको छ। उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म चाहिँ सुरु हो, कतिजनालाई चिनेको छुइनँ पनि, उहाँहरूले चाहिँ मलाई चिन्नुहुन्छ, तर पनि म उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यति धेरै खटेर यस्तो मेहनत गरेर गरिदिनु भएको छ, मलाई मात्रै थाहा छ मैले कति कुराहरू देखेको छु। यो चाहिँ स्टेजको लागि तयारी हुँदैछ। म चाहिँ बिहाको अघिल्लो दिनभन्दा पनि 2 दिन अगाडि मात्र पुगेको थिएँ। त्यसले गर्दाखेरि अरू भिडियोहरू चाहिँ बनाउनु पाइनँ। जति सके त्यति भिडियो बनाएको छु, हेरिदिनु होला। यो चाहिँ जग्गीको लागि तयारी हुँदैछ। जग्गे खनेर बिहा हुने हाम्रो चाहिँ कस्तो मेरो एउटा सपना पनि थियो साथीहरू, मैले तपाईँहरूलाई सेयर गर्नुपर्छ यो कुरा चाहिँ। कहिलेकाहीँ म भन्थेँ कि अरूलाई मलाई चाहिँ ठुलो बिहा गर्न एकदमै धेरै मनपर्छ, रहर लाग्छ भनेर। अनि त्यस्तै भयो, मेरो सपना सोचे जस्तै नै सपना भयो। भनिन्छ नि भाग्यमानीको चाहिँ हरेक कुराहरूबाट भाग्य खोसिए पनि फेरि आउँछ भन्छ नि, त्यस्तै भयो मेरो चाहिँ। अनि यो बेहुलीको हालत चाहिँ यस्तो भइरहेछ साथीहरू, हेर्नुहोस्। कामले गर्दाखेरि कस्तो भइरहेछ। भोलिपल्टको बिहा हो तर बेहुली आज यस्तो हालत खराब। यता डेकोरेसनको कामहरू पनि हुँदैछ, सबै कुराहरू एकदम राम्रोसँगले भयो। अनि घर पूजा पनि हुँदैछ। घर पूजा चाहिँ अघिल्लो दिन सबै प्रोग्रामहरू अघिल्लो दिनै सक्ने भनेर चाहिँ भोलिपल्ट चाहिँ बिहा पार्टी मात्रै राख्ने भनेर हामीले त्यो अनुसारले म्यानेज गर्दै गयौँ। यो चाहिँ स्टेज रहेको छ, बनिँदैछ। फाइनल लुक्स चाहिँ यस्तो बवाल छ। हजुरहरूलाई म फाइनल चाहिँ लास्टमा देखाउँछु, हेर्नुहोस् ल। अनि यो डेकोरेसन चाहिँ हामी आफैले गरेको हो। भाइ अनि मिलन, म 3 जना भएर। अनि रोटी पकाउने काम, खाजा खाने काम सबै सकेर बेलुकाको डान्स प्रोग्राम भइरहेछ। हल्का फुल्का बहिनीहरू नाच्दै हुनुहुन्छ। मैले थोरै भिडियो लिएँ। अनि यसो गरेर भान्सामा गएर हेरेको, भान्सामा पनि उहाँहरू कति मजाले नाचिराख्नु भएको छ, कति रमाइलो गर्नुभएको हाम्रो बिहामा। मलाई चाहिँ भित्रैदेखि खुसी लागेको छ। कति धेरै सहयोगी मान्छे, कति धेरै राम्रो मान्छे। थ्याङ्क यू सो मच अगेन लप्सीपट्टिको सबै मेरो प्यारो प्यारो मान्छेहरूलाई। अनि बिहा चाहिँ हाम्रो रमाइलो हुँदैछ। डेकोरेसन पनि एकदमै राम्रो, हजुरले देख्न सक्नुहुन्छ, एकदम प्रिटी सोचे जस्तै। भोलिको भिडियो हेर्नको लागि कतिजना एक्साइटेड हुनुहुन्छ?